आउनुस् आज हजुर अनि म मिलेर मेरो रुम सफा गरौँ है त। हेलो एन्ड नमस्ते एभ्रिवान, म अङ्किता। आज चाहिँ शनिबारको टाइम मिलाएर मेरो रुम सफा गर्दैछु। गर्न त अलिअलि सफा डेली नै गर्छु है मैले, तर आज चाहिँ डिप क्लिन हुँदैछ कि एकदमै फोहोर भएको थियो। कपडा पनि जताततै फसार बनाएको थिएँ। कपडा धुने फेरि त्यस्तै राख्ने, बेडमै राख्ने, हिँड्ने पसल जाने, त्यस्तै भइरहेको थियो। आजभोलि बिहानै पसल जाने फेरि बेलुका आउने, थकाइ लाग्छ। काम केही नभए पनि एकदमै थकाइ लाग्ने कि मलाई मात्रै हो कि हजुरहरूलाई पनि थकाइ लाग्छ? एकदमै थकाइ लाग्थ्यो। आज चाहिँ बिहानै उठेर पसल जान पनि थिएन नि त शनिबार। अनि सबै कपडा त्यस्तै राखेको थिएँ धोएर, अनि सबै सफा गरेँ। हेर्नु न, सामान पनि यत्तिकै छरपस्टै राखेको छु। अनि सामानहरू सब पुछेर मिलाएँ, अनि मिलाएर अनि म चाहिँ रुममा झाडु लगाउन लागेँ। हेर्नु त, एकदमै फोहोर भएको थियो। मेरो त यति कपाल झर्छ है, कपाल यति गलैँचामा अड्केको थियो, त्यही निकाल्नलाई टाइम यति लगाएँ। अनि मेरो रुम क्लिन भयो। हेर्नु त, यस्तो भयो मेरो रुम। सब रेडी बनाएँ अनि म चाहिँ लागेँ नुहाउन। आज चाहिँ एकादशी पनि थियो। एकादशी अनि नुहाउन गएँ, अनि गएको वासरुम पनि फोहोर रहेछ, अनि सफा गर्न लागेँ। सफा गरेँ अनि आएँ नुहाएर। अनि म चाहिँ आएर मोइस्चराइजर, हेर्नु त, टोनर मेरो मामा अर्थको एकदमै राम्रो मैले युज गरेको भर्खरै हो, तर मलाई राम्रो लागिरहेछ। टोनर चाहिँ युज गर्थेन। अनि आज चाहिँ सिरम पनि लगाएँ, तर डेली चाहिँ लाउँदिनँ। मेरो अलवेज फेभरेट मोइस्चराइजर अनि सनस्क्रिन चाहिँ म यही लाउनुपर्छ भन्ने चाहिँ छैन। कहिले कुन जुन पाएँ त्यही लाउँछु कि। अनि कतिपयले भन्नुहुन्छ ए जुन पाएँ त्यही लाउँछौ भन्नुहुन्छ। अनि म त जो पनि लाउने हो। अनि त्यति धेरै लिपस्टिक फेरि मन पर्दैन, हल्का हल्का लाएँ। अनि म लागेँ तुलसीलाई जल चढाउन। थ्याङ्क यू सो मच अहिलेसम्म हेरेर साथ दिनुभयो। थ्याङ्क यू सो मच।